कहाँ जानला भन्दै मेरो च्यानल अझ बाटो तल हो कि उता बाटो हो तल बाटो जाँदैछौँ कता कता हो गाउँ पनि धन्दल लोडेको भाइ खाइछ कि आज त्यस्तो राम्रो छिटो हिँड्नु न आजले किन सुन्नु पर्यो नि किन भन्नु पर्यो छिटो हिँड्नु तल पुगिसकेको थिएँ तल त्यो म उल्टो बनाइदिउँ सबै आइसक्यो अगाडि गइरहन्छु ओ आउनु ग्लास मम्मीले हालिदिनुहुन्छ आउनुहोस् हामी चाहिँ अगाडि तिनजना पछाडि कतिजना कति हामीलाई थाहा छैन ऊ भोलि तिमीहरू जानुहुन्न अनि मेरो चप्पल लगाएर हिँड्नु कहाँ आएको तिमीहरू भन त हुनु फर्की त भन्दा कुन खोला के खोला हो नाम भन् के थाहा गिरिबारी खोला हो के खोला रे के गिरिबारी खोला हो गिरिबारी खोला ललाई खोलामा कुन आयो नन्नी छ त्यहाँ
तँलाई पक चतुरे मामा काबुर अब मामा लड्नु होला है होइन चिप्लिन्छ मा त्यहाँ अड्ने ठाउँै छैन हौ होइन भए पर्दैन हजुर हो ए अलग अलग हो होइन उसमै हाँगामै माथिपट्टि जानुपर्ने त्यो त माथि नै रहेछ क्या बोटेमा उयो छेउ बाटोको छेउको चाहिँ फेरि खाइभ्या रहेछ कि अरूले बाटो छेउमा पुरै टिभी आएर त्यो त सबै सेतो खालको रहेछ त्यो त सेतो खालको रहेछ म त्यो त पात आइसकेको रहेछ क्या भनेको त सेतो के भन्छ अरे यसलाई भन्नु काब्रा यो काब्रा हो यसको अचार बनाएर खान्छ कि धेरै मान्छेले अचार चाहिँ यस्तो टेस्टी हुन्छ पहिला बोइल गर्ने अनि त्यसपछि चट्ट पानी निखारेर त्यसरी काट्ने चिरा ट्याक्क चिरा ट्याक्क 2-3 फर्लेक बनाउने अनि पकाउने खाने गर्दा नि मिल्छ फर्लेक बनाउनु नि पर्दैन आलु सोपेर खानले त्यतिकै आलु के रे उसानेको आलुमा चटनी बनादै मोल्दे नि ए त्यसरी तर यतिकै यो बोइल गरेपछि के उसानेको त्यही भने नि म त्यही भनेको के दिएछ नि बारे गाडीमा बस ल भरोसा गर्नुहुन्न फाल्न पाइन्न है कद्दु टिपे फाल्न पाइन्न यो दुःख टिपेको छ भाइ तिमी नफर्काइ फेरि बर्बाद होला अब लड्छ फेरि आइज कसैले भनेको आफ्नो कनिकाको चामल